सज्जनवृन्द नमस्कार। रेडियो कार्यक्रम अध्यात्म दर्शनको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दछु। म कार्यक्रम प्रस्तुता प्रेम निरौला। आज म ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका वरिष्ठ अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका अन्तर्राष्ट्रिय अवार्डले सम्मानित व्यक्तित्व मसँग हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ राज। धन्यवाद। र सम्पूर्ण रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतागणलाई पनि मेरो ओम शान्तिको न्यानो अभिवादन। यो ब्रह्मकुमारी राजयोग सेवा केन्द्र भनिन्छ, ओम शान्ति भनिन्छ, यो भनेको चाहिँ कस्तो हो वास्तवमा, कसरी बुझ्ने? ब्रह्मकुमारी राजयोग सेवा केन्द्र भनेको एउटा आध्यात्मिक संस्था हो, एउटा ईश्वरीय एउटा विश्वविद्यालय हो। जस्तो स्कुलमा पढाइ हुन्छ, जस्तो डक्टर बन्नको लागि मेडिकल साइन्समा गएर पढ्छन्, लयर बन्नको लागि ल कलेजमा गएर पढ्छन्, इन्जिनियर बन्नलाई इन्जिनियरिङ कलेजमा गएर पढ्छन्। त्यस्तै गरी जीवन र जगत सम्बन्धी जान्नको लागि, आध्यात्मिकता के हो भनेर बुझ्नको लागि यस ईश्वरीय विश्वविद्यालय यानि कि आध्यात्मिक विश्वविद्यालयमै आउनुपर्ने हुन्छ। यो एउटा ईश्वरीय विश्वविद्यालय हो। कर्मचारी, शिक्षक लगायत सबैलाई एक किसिमको प्रशिक्षण दिनुभयो, सौखा सभामा आएर मन्त्रमुग्ध पार्ने किसिमले दिनुभयो। यसमा हामीले अध्यात्म र यो धर्मलाई चाहिँ कसरी बुझ्न सकिन्छ? हामीले आध्यात्मिक दर्शन भन्ने कार्यक्रम चलाइरहँदा धर्मबाट अलिकति फरक हो अध्यात्म भनेर हामी कसरी बुझ्ने? धर्म र आध्यात्ममा सुन्दा उस्तै लाग्छ र गरिने कर्म पनि लगभग उस्तै हुन्छ। अब धर्ममा पनि जिउने कला सिकाइन्छ। आफूभन्दा ठुलोलाई आदर गर्ने, सानोलाई माया गर्ने, चोरी व्यभिचारी नगर्ने। धर्ममा पनि यी राम्रा कुराहरू छन्, तर धर्ममा थोरै बााउन्डरी छ, छेकेबार छ। जस्तो हिन्दू चर्चमा जान हिचकिचाउनुहुन्छ, क्रिस्चियन मन्दिरमा आउन हिचकिचाउनुहुन्छ, बुद्धिस्ट मस्जिदमा जानुहोस् या मुस्लिम गुम्बामा आउन हिचकिचाउनुहुन्छ। त्यसो भने धर्ममा थोरै बााउन्डरी हुन्छ। आध्यात्म भनेको एउटा जीवन जिउने कला हो। जस्तो कि कोही मान्छे कहीँ समस्यामा पर्यो भने हामीले त्यतिखेर मद्दत गर्न चाह्यो भने हजुर कुन धर्मको हो भनेर हामी सोध्दैनौँ, त्यतिखेर हामी मद्दत गर्छौँ। अनि त्यो नै आध्यात्म हो वास्तव। धर्म र आध्यात्ममा भएको फरक भनेको यति मात्रै बुझ्ने कि अझै धेरै के हुन सक्छ यसमा? नै, आध्यात्म भनेको त अब एकदमै गहिरो विषय हो, धेरै माथिल्लो विषय हो। तर आध्यात्मिक जीवन जिउन अति सहज पनि छ। मान्छेले के सोच्छ कि धर्म आध्यात्म भन्ने बित्तिकै एकदम गाह्रो होला भन्ने छ। आध्यात्मिक जीवन भनेको मन्दिरै जानुपर्छ, चर्च गुम्बामै जानुपर्छ, या मस्जिदमा जानुपर्छ, या कुनै न कुनै चिजमा जोडिनुपर्छ भन्नुभन्दा पनि आध्यात्मिक जीवन जिउनु भनेको जुन हामी जीवन जिइरहेका छौँ त्यसैलाई एउटा सहज ढङ्गले, सरल ढङ्गले जिउने एउटा विधि हो। हजुर, यहाँ यतिको व्यक्तित्व आइरहँदा, यतिको विज्ञानसँग सम्बन्धित, स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्व आइरहँदा हामीले भर्खर सुरु गरेको यो कार्यक्रम बिरुवै कार्यक्रम हो। यसमा हामीले चाहिँ ज्ञान, विज्ञान र जीवन जिउने कला प्रस्तुत गर्ने, त्यो कला सिकाउने रेडियो कार्यक्रम भनेर भनिरहँदा हामीले बुझेको बुझाइ ठिकै हो अथवा थप केही बुझ्नुपर्छ कि अध्यात्म कसरी बुझ्ने, हामीले कसरी लिने? आध्यात्मिक जीवन एउटा सरल जीवन हो। यसलाई सहज ढङ्गले जिउन सकिन्छ। तपाईँ कुनै पनि कार्य गर्दा, अफिसमा बस्दा होस्, पसल दोकानमा बस्दा होस्, या घर गृहस्थमै बस्दा होस्, कुनै पनि कार्य गर्दा एउटा सकारात्मक सोच बोकेर गर्नु, कुनै पनि कर्मद्वारा अरूलाई हानि हुने कर्म नगर्नु, वचनद्वारा कसैको आँखामा आँसु आउने होस् या कसैको मनमा बोझ हुने खालका शब्दहरूको प्रयोग नगर्नु नै यो आध्यात्मिक जीवन जिउनु हो। ध्यानलाई चाहिँ कसरी बुझ्ने? अध्यात्मसँगै ध्यान पनि जोडिन्छ। यसलाई हामी ओम शान्तिमा पनि ध्यान गर्छौँ, अरू योगहरूमा नि ध्यान गर्छौँ। ध्यानको चाहिँ निकै ठुलो मार्केट बढ्दै गएको छ नेपालमा। नेपालबाट चाहिँ विदेशमा पनि फैलिने क्रम छ। हाम्रो यहाँ योगमाया आयुर्वेद विश्वविद्यालय छ। हामी योग ध्यानका कक्षाहरू लिँदैछौँ। अहिले मास्टर डिग्रीको पढाइ पनि हुन थालिरहेको अवस्थामा हामीले कसरी बुझ्नुपर्छ ध्यानलाई? ध्यान किन गर्ने?
ध्यान भन्दा पनि मेडिटेसन हो मेडिटेसन। होइन। जस्तो सुन्दाखेरि ध्यानलाई एटेन्सन भन्छ नि, एटेन्सन मान्न ध्यान। अब ध्यान दिएर हिँड्नु, ध्यान दिएर बोल्नु भन्ने पनि गरिन्छ। तर ध्यान भनेको एक प्रकारको एटेन्सन पनि हो होइन। र ध्यान मेडिटेसन भन्ने बित्तिकै एउटा जीवन जिउने कला हो, एउटा तरिका हो। जस्तो ध्यान भनेको केवल जङ्गलमा जानु, गुफामा बस्नु, चोरौँला र बुढेौँला जोडेर बस्नु मात्रै ध्यान नभएर कुनै पनि कार्य गर्दा त्यो कार्यलाई एकदम उत्कृष्ट ढङ्गबाट गर्नु। जस्तो यहाँबाट कहीँ जानु छ भने त्यो ठाउँमा पुग्नुको लागि हामी कहिलेकाहीँ टेन्सन बोकेर पुग्छौँ, एकदम दुखी भएर पुगिरहेको हुन्छ। कसैसँग केही कुरा चित्त बुझेको छैन भने रिसाइ हामी त्यो ठाउँमा पुगिरहेको हुन्छौँ। या अब ध्यानले के गर्छ त, किन आजको आवश्यकता बनेको छ त भन्दाखेरि ध्यान मेडिटेसन गर्ने अभ्यास गर्यो भने जानु त त्यही ठाउँमा जानु छ, किलोमिटर त त्यति नै हो। रिसाएर गए पनि, शान्त भएर गए पनि, एकदमै चिन्तित भएर गए पनि किलोमिटर त्यति नै हो भने त्यही स्थानमा पुग्नु छ भने त्यही मनलाई शान्त बनाएर खुसी खुसीले जानु, यो एउटा विधि हो। यसैलाई हामी राजयोग मेडिटेसन भन्छौँ। र राजयोग मेडिटेसन किन आजको आवश्यकता छ भन्दा यो किनकि हरेक व्यक्तिको जीवन आज अनेक प्रकारको चिन्ता, तनाव, सानो सानो कुरामा मनमुटाव भइदिने, सानो सानो कुरालाई सहन गर्न नसक्दा फेरि परिवारको बिचमा आपसी मतभेदहरू बढिरहेको छ। अनि सानो कुरालाई त्याग्नुको साटो बरु सम्बन्धलाई नै त्यागिराखेको अहिले अवस्थाहरू छ। चारैतिर एकातिर आर्थिक कमजोर छ, अर्कोतिर शारीरिक समस्याहरू बढ्दै गइरहेको छ, अर्कोतिर पारिवारिक रूपमा एक आपसमा चाहे कर्मचारीको बिचमा होस्, चाहे छरछिमेकको बिचमा होस्, आफन्तको बिचमा, साथीभाइको बिचमा पनि सानो सानो कुरामा मनमुटाव भइदिँदा हामी एकदम टाढिएर बसेको हुन्छौँ। र अब हामी जब राजयोग मेडिटेसनको जो अभ्यास गर्छौँ, यसले सबभन्दा पहिला हामीले हाम्रो मनलाई चेकिङ गर्न सिकाउँछ। मनमा उत्पन्न भएको जो हाम्रो विचार हो, विचारलाई सफा गर्न सिकाउँछ। विचारको शुद्धिकरण हो राजयोग मेडिटेसन भनेको। जब हाम्रो मन शान्त हुन्छ, हाम्रो मुखबाट निस्किने शब्द पनि शान्त हुन्छ। जब हाम्रो मन शान्त हुन्छ, जब त्यस्तै हाम्रो कर्म पनि के हुन्छ, श्रेष्ठ हुन्छ। त्यसो भए हुनाले जबसम्म मन नै शान्त हुँदैन, मनमै अशान्ति छ, मनमै बेचैन छ, मनमै अर्काको कमी कमजोरी र नकारात्मक चिज हामी बोकेर हिँड्छौँ भने न त्यसले हाम्रो मनमा शान्ति दिन्छ, खुसी त धेरै टाढाको कुरा हो। त्यसैले जसको कारणले गर्दा आज हामी चिन्ता, टेन्सन, तनाव, एन्जाइटी, कैयौँ प्रकारका मानसिक रोगहरू पनि बढ्दै गइरहेको अवस्था छ। त्यसैले यस्तो अवस्थामा मनमा यति धेरै समस्या किन आयो भन्दा समस्या परिस्थितिमा भन्दा पनि हाम्रो मनभित्र छ, मनस्थितिमा छ। यदि हाम्रो मनमा उत्पन्न विचार अलिकति मात्रै नकारात्मक छ, या हामी कसैको बारेमा नराम्रो सोचिरहेछौँ, या कसैले बोलेका नराम्रा शब्दहरू हामीले याद गरिरहेछौँ, या कसैले गरेका व्यवहार हाम्रो मनबाट हट्नु सकेको छैन भने त्यही विचार जो हामी भित्रै चलेको विचारले हामीलाई तडपाइरहेको हुन्छ। जस्तो कसैले केही भनिदियो, त्यो व्यक्ति त गइसक्यो, त्यो व्यक्ति त्यो शब्द त केही क्षणको लागि मात्रै थियो, तर त्यो शब्द हाम्रो मनमा कैयौँ दिनसम्म, कैयौँ समयसम्म त्यो रहन सक्छ। र हामीलाई दुःख दिनु त्यो व्यक्ति आउनु पर्दैन, त्यो व्यक्तिप्रतिको हामीभित्रको नकारात्मक सोच जो हामीले आफ्नो मनमा सँगालेका छौँ, व्यक्ति ऊ ठिक थिएन, शब्द उसले नराम्रो बोलेको थियो, व्यवहार उसको ठिक थिएन, तर अर्काको नराम्रो मनस्थिति हाम्रो विचारमा ल्यायो भने, अर्काका नराम्रो व्यवहार हाम्रो मनभित्र ल्यायो भने हामीलाई त्यो व्यक्तिले होइन, अर्काको नराम्रो बोक्ने हाम्रो मनमै बोझ हुन्छ। हाम्रै मनमा चल्ने नराम्रो विचार नै सबभन्दा मूल दुःख र तनावको मूल कारण हो। त्यसो भए हुनाले जबसम्म हाम्रो मनमा राम्रा विचारहरू, शुभ विचारहरू, श्रेष्ठ विचारहरू आउँदैन, तबसम्म हामीलाई सुख, खुसी, शान्ति कहीँबाट पनि प्राप्त गर्न सक्दैन। स्थानले शान्ति मिल्दैन, वस्त्रले शान्ति मिल्दैन, राम्रो नयाँ घर, राम्रो गाडीले मात्रै पनि पुग्दैन। जबसम्म मनमै उत्पन्न विचार सकारात्मक हुँदैन, शुभ हुँदैन, तबसम्म हाम्रो जीवनबाट चिन्ता, तनाव जाँदैन। त्यसो भएर राजयोग मेडिटेसन भनेको आफ्नै मनलाई श्रेष्ठ बनाउने विधि हो। आफ्नो मनमा शुभ भाव भरेर
हरेक प्रति कल्याणकारी भावना राखेर हरेकको प्रति शुभ सङ्कल्प गर्न सक्यौँ भने हाम्रै मनभित्र उब्जिने विचारले नै हामीलाई शान्ति दिन्छ। हाम्रै मनभित्र भएका श्रेष्ठ विचारले हामीलाई खुसी दिन्छ। त्यसो भएको हुनाले यो मनलाई उत्कृष्ट बनाउने, मनलाई शुभ सङ्कल्पले भर्ने, जब हाम्रो मन राम्रो हुन्छ तब मुखबाट निस्किने शब्द राम्रो हुन्छ। जब हाम्रो मुखबाट निस्किने शब्द राम्रो हुन्छ तब एक अर्कामा व्यवहार राम्रो हुन्छ। एक अर्कालाई बोली मन पर्यो भने एक आपसमा सम्बन्ध राम्रो हुन्छ। सम्बन्ध टुट्नको लागि अरू कुरो चाहिँदैन। एकले अर्कोप्रति सोच्ने तरिका बदलियो, एकले अर्कोप्रति नराम्रो सोच्न थाल्यो भने मुखबाट निस्किने शब्द र व्यवहार बिग्रिन्छ अनि सम्बन्ध टुट्छ। त्यसो भए हुनाले मनको शुद्धिकरण गर्ने विधिलाई हामी राजयोग मेडिटेसन भनिन्छ, जो ब्रह्मा कुमारीजमा दैनिक रीतिबाट सिकाउने गर्दछ। यो सबैले मेडिटेसनको प्रक्रियामा जाँदा, सबै धर्मबाट जाँदा सबैभन्दा पहिले ज्योतिकै पूजा हुने रहेछ। यो हिन्दू धर्ममा ज्योतिर्लिङ्ग भनिन्छ। वास्तवमा ज्योति चाहिँ के हो? ज्योति भनेको ज्योति भनेको जुन अहिले यो बल्ब बलिराखेको छ, यो बल्बलाई भन्न खोजेको होइन। त्यो पनि एउटा ज्योति हो। मन्दिरमा दियो बालिन्छ, चर्चमा मेनबत्ती बालिन्छ, गुम्बामा ठाडो ज्योति बालिन्छ। ज्योति भन्ने ज्योतिर्लिङ्ग, त्यो ज्योति एउटा प्रतिमा मात्रै हो। त्यो प्रतिमा मात्रै हो। तर वास्तवमा के हो भने भगवानलाई निराकार भनिन्छ। गीतामा निराकार ज्योतिर्बिन्दु भनेको छ। बाइबलमा परमेश्वर ज्योति स्वरूप हुनुहुन्छ भनिएको छ। वास्तवमा निराकार ज्योतिर्बिन्दु भन्नु र परमेश्वर ज्योति स्वरूप भन्नु एउटै हो। त्यस्तै मुस्लिम धर्मका धर्मपिता मोहम्मदले पनि खुदालाई नूर भन्नुभएको छ। नूरको अर्थ हो ज्योति। त सबैले सिख धर्ममा पनि केवल एकोङ्कारको कुराहरू आउँछ। एकोङ्कार भनेको पनि अर्थात् निराकार हो। त्यसैले कुनै निराकार परमात्माको एउटा प्रतीकात्मक चिजको रूपमा हामी यहाँ नेपालमा, भारतमा खास गरी ज्योतिर्लिङ्गमको रूपमा मनाइन्छ भने त्यो ज्योतिबिन्दु भनेको, जसलाई हजरत मुसाले पनि जोहेबा भन्नुभयो। जोहेबाको अर्थ पनि प्रकाश हुन्छ। बुद्धले पनि जसको शुभारम्भ पनि प्रकाशको हुनेछ, जसको अन्त पनि प्रकाशको हुनेछ भन्नुभएको छ। त्यही प्रकाश, त्यही ज्योतिर्लिङ्गम, त्यही ज्योतिर्बिन्दु जो निराकार हुनुहुन्छ, उहाँलाई हामीले, जो सारा दुनियाँले गडको रूपमा, परमात्माको रूपमा, ईश्वर भगवानको रूपमा, अल्लाहको रूपमा मानेको छ, उनै ज्योतिलाई नै भन्न खोजिएको हो। हामीले यो कार्यक्रम चाहिँ रेडियो, त्यसपछि युट्युब, रेडियोको फेसबुक पेज, टिकटक पेज सबैतिर प्रसारण गर्ने यो जुन प्रयास गरेको छौँ, अध्यात्म दर्शन नितान्त नयाँ खालको कार्यक्रम, पाठकहरूलाई बुझ्न पनि के हो अध्यात्म भनेको, अध्यात्म दर्शनले के पाइन्छ भन्ने खालको कौतूहलता छ। हजुरले हामीलाई, पहिलो कुरा त मलाई र मेरा पाठकलाई कस्तो सन्देश दिन चाहनुहुन्छ? हामी कार्यक्रम गर्नुमा छौँ। सबभन्दा पहिला त तपाईँलाई धेरै धेरै शुभकामना छ। तपाईँको यो कार्य अत्यन्त सफल होस् र जसले यो हजुरको यो कार्यक्रम हेर्नुहुन्छ उहाँहरू सबै दर्शकहरूको मनमा पनि खुसी मिलोस्, शान्ति मिलोस्, उहाँहरूको घरमा पनि सुख शान्ति आओस्। र यो आध्यात्म दर्शन एउटा यस्तो दर्शन हो जसको माध्यमबाट मान्छेलाई कस्तो छ भने यो आध्यात्म धर्म कर्म भनेको अहिले गर्ने होइन, हाम्रो उमेर भएको छैन भन्ने हामी सोच्छौँ। तर त्यस्तो होइन। उमेर पुगेर बुढेसकालमा शरीर हस्पिटलमा बार बार जाने बेलामा, त्यो बेलामा योग साधना गर्छु, धर्म गर्छु भनेर हुँदैन। त्यसैले जीवनभर जे पाए त्यही बोल्ने, जता पाए त्यतै जाने, जे पाए त्यही खाने, जे मन लाए त्यही गरेर हिँड्ने, अनि अन्तिम समयमा बुढेसकालमा म धर्म गर्छु भनेर हुँदैन। त्यसैले जसरी नराम्रो कामलाई हामी छिटो अँगालिरहेको हुन्छौँ, तर वास्तवमा राम्रो कुरालाई हामीले सुरुवाती दौरदेखि, बाल्य अवस्थादेखि नै हामीले जीवनमा अँगाल्न सक्यो भने त्यही बचपनको सोच, बचपनमा सिकेका कुरा उसका जीवनभर रहन्छ। सानो सानो बेलादेखि नै राम्रो कुरा सिक्यो भने उसले जीवनमा कहिले नराम्रो गर्दैन, कसैलाई हानि पुर्याउने कार्य गर्दैन। त्यसैले आध्यात्मिक जीवन एउटा यस्तो जीवन हो जसको माध्यमबाट यसलाई हामीले बाल्य अवस्थादेखि नै मलाई फुर्सद छैन, म भ्याउँदिनँ, होइन, नराम्रो काम गर्नलाई फुर्सद निकाल्दैनौँ हामी, झगडा गर्नलाई फुर्सद निकालेर झगडा गर्दैनौँ भने नराम्रो कुरा काम गर्नलाई चाहिँ, नराम्रो चिजको लागि चाहिँ समय निकाल्नु पर्दैन। त्यस्तै गरी राम्रो गर्नको लागि पनि
अलिकति सुरुवाती दौरमा समय लाग्ने हो, थोरै समय निकाल्नुपर्ने हो। बाँकी जहाँ राम्रो कुरा सिक्नुहुन्छ, राम्रो कुरा गर्नुहुन्छ, त्यसपछि जहाँ जानुहुन्छ तपाईँको मुखबाट निस्किने शब्दहरू अरूका लागि सुखदायी हुन्छन्। जब हामी केही राम्रो सोचिरहेको हुन्छौँ, हाम्रो सोचबाट पनि अरूलाई शुद्ध भाइब्रेसन, एउटा शुद्ध तरङ्गहरू फैलिराखेको हुन्छ। हामी जब आध्यात्मिक जीवनलाई अपनाउँछौँ, हाम्रा व्यवहार, हाम्रा स्वभावबाट कसैलाई पनि पीडा हुने, कसैको मन दुख्ने, कसैको आँखामा आँसु आउने काम हामी गर्दैनौँ। त्यसैले आध्यात्मिक जीवनलाई अँगाल्नुहोस्। आध्यात्मिक जीवन धारण गर्नु भनेको जीवनलाई सरल बनाउनु हो। र यही कुराहरू म सबैलाई, सम्पूर्ण श्रोतागण, सम्पूर्ण दर्शकवृन्दलाई यही कुरा भन्न चाहन्छु। यहाँहरूको मन सधैँ शान्त रहोस्, यहाँहरूका घरमा आपसमा प्रेम होस्, समाजमा इज्जत र सम्मान बढोस्, यही शुभकामना दिन चाहन्छु। धेरै धेरै धन्यवाद। ओम ओम शान्ति, ओम शान्ति। अध्यात्म दर्शन 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 दर्शन